हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म धेरै दिनपछि होइन, लगभग समथिङ एक महिनापछि चाहिँ एक्टिभ भन्न आँटेको छु। सो फाइनली के भएको थियो भन्दाखेरि अलिकति ब्लग बनाउन झ्याउ लागिरहेको थियो। अब एउटै ब्लग कति बनाऊ, यता ड्युटी गयो, उता कामबाट आयो, त्यही भएर अलिकति ब्लग बनाउन झ्याउ भएको थियो। र मैले क्यामेरा सेटअप पनि निकालेर राखेको थिएँ होइन, जो मैले फोन हालेर अडाउँछु हेलमेटको, अनि त्यो चाहिँ मैले निकालेर राखेको थिएँ। त्यही भएर हो देख्न सक्नुहुन्छ, आज चाहिँ मैले क्यामेरा के अरे मोबाइल सेटअप राखेको छु, बनाइसकेको छु। हेलमेट देख्न सक्नुहुन्छ, एकदमै रहेको छ हेलमेट। यसमा चाहिँ अलिकति यो राम्रोसँग अड्डिएन कि लुज भएको थियो, नट चाहिँ निक्लेर बाहिर आएको थियो, त्यही भएर मैले चाहिँ निकालेर राखेको थिएँ। त्यही भएर हेलमेट युज गर्दैन थिएँ मैले, ड्युटी नजिकै छ नि त, त्यही भएर हेलमेट युज खासै गर्दैन थिएँ। अब चाहिँ मैले हेलमेट सेटअप पनि गरिसकेँ, देख्न सक्नुहुन्छ गाइज। त्यही हो, अब चाहिँ भिडियो कन्टिन्यू आउँछ है, सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। ओके, लेट्स गो। अब चाहिँ म ड्युटी जाने तयारीमा छु, देख्न सक्नुहुन्छ चिरिकच्याट्ट परेर। देख्न सक्नुहुन्छ गाइज, यो चाहिँ मेरो टिफिन होइन। अब चाहिँ म चाहिँ जान लागेको। ओके, त्यही हो, सबैजनाले हेरिदिनु होला। बाई बाई रुम।